नमस्ते साथीहरू, भोलि आमाको मुख हेर्ने दिन हजुरहरूलाई कुन मिठाई ल्याएर मुख हेरौँ भन्ने भइरहेछ भने हामीले घरैमा सजिलैसँग चनाको दालबाट लड्डु बनाउन सक्छौँ। चनाको दाललाई राम्रोसँग भिजाइसकेपछि यसलाई मिक्सीको जारमा राखेर अलिकति पानी राखेर पिस्नुपर्छ। अब दाललाई हल्का खस्रो हुने गरी पिसिसकेपछि यसबाट हामीले पातलो पातलो यसरी च्याप्टो च्याप्टो पारेर पकौडा जस्तो बनाएर हामीले तातेको तेलमा राखेर फ्राई गर्नुपर्छ। अब यसलाई हामीले दुवैतिर फर्काएर 3 मिनेट जति फ्राई गरिसकेपछि यसलाई अब तेलबाट बाहिर निकाल्नु पर्छ। र अब चाहिँ चास्नी बनाउनका लागि 1 कप चिनीमा आधा कप पानी राखेर त्यसलाई बिस्तारै चलाउँदै पकाउनु पर्छ। चास्नी केही बाक्लो भएर पाकिसकेपछि यसमा मैले थोरै मात्रामा सुकुमेलको धुलो, 2-4 थोपा कागतीको रस र अरेन्ज फुड कलर थोरै मात्रामा राखेकी छु। र अघि बनाएको पकौडालाई मसिनो टुक्रा पारेर मिक्सीमा राखेर फेरि पिस्ने। यसलाई चाहिँ मसिनो पाउडर नबनाइकन हल्का मात्र पिस्नुपर्छ। यसलाई अब पाक्दै गरेको चास्नीमा राखेर राम्रोसँग मिक्स गर्ने। 1 मिनेट पकाइसकेपछि अब ग्यासको फ्लेमलाई अफ गर्ने र यसलाई एकैछिन सेलाउने। यसमा अब 1 चम्चा घिउ र काटेको ड्राई फ्रुट्सलाई राख्ने र राम्रोसँग मिक्स गरिसकेपछि यसलाई हल्का सेलाएर अब चाहिँ लड्डु बनाउन थाल्ने। यसरी बनाएको लड्डु चाहिँ बजारको मोतीचुरको लड्डुको जस्तै मिठो स्वाद हुन्छ। अब मिठो लड्डु तयार भइसकेको छ।